अब जे आइपर्छ त्यो गर्ने हो कि मेरो तरिका के छ भने जिन्दगीमा जे आइपर्छ त्यो गर्ने है, पछि नहट्ने। अब भोलि भविष्यमा के भूमिका आउँछ, के कसरी के गर्नुपर्छ केही थाहा छैन अहिले होइन। भविष्यको कुरा कसैलाई थाहा हुँदैन, भगवान्लाई मात्रै थाहा हुन्छ होला, भगवान्लाई नि कुन्नी है। त्यसैले अब अहिले नै म यसो गर्छु उसो गर्छु, मेरो भूमिका यो हुनेछ भन्ने कुरा चाहिँ हुँदैन। राम्रो काम गर्ने भूमिका हुनेछ। ल तपाईँ आफ्नो एउटा क्षेत्रमा हुनुहुन्थ्यो, शिक्षा मन्त्रालयको जिम्मेवारी लिनुभयो, त्यसपछि यहाँका यावत समस्याहरू देख्नुभयो होला, फेरि चुनावी मैदानमा जानुभयो। तपाईँले बाहिर बस्दा देखेको, सिंहदरबारभित्र देखेको कतिपय समस्या, अब विधायक भएर म यो सुधार्छु भन्ने केही त होला नि त? टन्नै छ त्यो अहिले के छन्? भनिसाध्य छैन। खास गरी शिक्षामा राजनीतिकरण हटाउने, शिक्षामा भएको जुन राजनीतिकरण छ, राजनीतिकरणले चाहिँ जुन विश्वविद्यालय को शिक्षा, विद्यालय शिक्षा र सिटिभिटीको व्यावसायिक तालिम होइन प्राविधिक शिक्षा को जुन अस्तव्यस्तता छ त्यसलाई चाहिँ एकदमै सफा चट बनाएर त्यसमा चाहिँ अब आउने भविष्यका जनता हाम्रो कर्णधारहरूलाई चाहिँ राम्रो शिक्षा दिने त्यो चाहिँ गरिन्छ। अब त्योभन्दा बाहेक नेपालमा विज्ञान प्रविधिको विकासको लागि अनुसन्धान केन्द्र अनि नवप्रवर्धन केन्द्रहरू गोद्देर राखिन्छ, सकेभन्दा धेरै राखिन्छ। कसैले वास्ता गरेन भने पनि मैले चाहिँ त्यसको लागि चाहिँ मरिमेटेर चाहिँ लड्नेछु, अरू कुरा थाहा छैन। अब हेर्नुपर्छ भविष्यको